काँक्रा बारीबाट म निस्किसकेको छु। अब पहाडे काँक्रो अब हेर्नुहोस् यहाँ खेती गर्ने हुनुहुने हाम्रो दिदी यहाँ हुनुहुन्छ। उहाँले चाहिँ लगाउनु भएको यो काँक्रा हो। काँक्रा एकदमै पहाडे काँक्रा हो, हरियो काँक्रा। कति बोट लगाउनु भएको छ काँक्रा? यहाँनिर 55 बोट छ। 55वटा बोट। 55वटा बोट रोपेको छु। 55वटामा कति 2-3 क्विन्टल त फल्यो होला। 2-3 क्विन्टल बेच्नुहुन्छ अनि? बेच्छु। कसरी किलो बेच्दै हुनुहुन्छ अहिले? गाउँमा फाटफुट त अनि अब 80ले अनि माथि त 50ले राख्छ हुन्डी मुन्डी चाहिँ। बजारमा लाँदा बजारमा लाँदाखेरि 50ले दिनुहुन्छ। उहाँ बजारमा नाफा खानु पर्यो होइन? अनि अब यसो पसलमातिर किन्दाखेरि चाहिँ 80 रुपियाँ किलो। अन्त अब म पनि काँक्रा खेती गर्नुपर्छ। काँक्रा बेच्ने हुनुपर्छ कि 50मा लगेर 80मा बेच्ने। ल यस्तो छ यहाँको काँक्राहरू चाहिँ। हेरिहाल्नुहोस् एकदमै राम्रो छ। ए कविता भनेको त उहाँ पो हो। नाम चाहिँ थाहा नभएको, नचिनेको नि। के अरे चिनेको मान्छे हो नि, नाम पो थाहा नभएको त। पहिला उहाँ मालदिदीहरूकोमा बस्नुहुन्थ्यो होइन? ए ल यस्तो छ है साथीहरू। अब हामी यहाँ उहाँले घाँस काट्दै हुनुहुन्थ्यो, हामीलाई बोलाएर बहिनी मेरो मम्मीको साथी हो नि त, उहाँ एकदमै मिल्ने साथी हो। त्यही भएर हामीलाई काँक्रा लानु भनेर चाहिँ दिनुभएको छ। अनि यहाँ मकै बारीमा लाउनु भएको छ, एकदमै मिहिनेत गरेर फुलाउनु भएको छ। यस्तो छ आजको हाम्रो दिन। पानी पर्न लागिरहेछ। हामी घाँस काट्नु बाख्रालाई घाँस काट्न आउँदाखेरि उहाँले मकै के अरे काँक्रा दिनुभएको छ। दिदी उठा जाउँ अब। यहाँ म ब्लग बनाउँदैछु क्या, युट्युबमा हाल्नु। हजुर मनिषा कार्की ब्लग, मनिषा कार्की मनिषा कार्की ब्लग भनेर चाहिँ सर्च गर्नुभयो भने युट्युबमा आउँछ। हेरेर सब्सक्राइब गर्नुहोस्। अनि बनाएको त हेर्नु, बनाएको छैन, 2-3वटा मात्रै बनाएको छ हामीले। बनाउन चाहिँ आउँदैन नि त, त्यस्तो केही आउँदैन नि त, सिक्दैछु। त्यही त। ल जान्छु ल। ल बाई बाई। ल हेर्नुहोस् है फुलहरू पनि यस्तो राम्रो राम्रो फुलिरहेको छ क्या यहाँ। हेर्नुहोस् यहाँ। मैले ल्याइदिएँ नि त हो। ए अब फेसबुकमा अब युट्युबमा आउँछ नि त भरे। हामी हिँड्दैछौँ। हामी खासमा घाँस काट्ने हिँडेको हो होइन? अनि घाँस काट्ने क्रममा चाहिँ मकैबारी घुम्दै घुम्दै हाम्रो गाउँ हो यो। हाम्रो घरमा पनि बाख्राहरू छन्, खसी बाख्राहरू छन्।तिर नै अब घाँस काट्न भनेर हिँडेको क्या हामी। टाइम पास रमाइलो यसो गाउँतिर अलिकति, गाउँतिर यसो अलिअलि चिनजान पनि हुन्छ, बोलचाल हुन्छ, घरमा बसेर के गर्ने होइन? त्यही भएर चाहिँ यसो के गरौँ न भनेर। यस्तो छ नि हाम्रो ठाउँ। पानी ट्याङ्की उहाँ छ, पानी ट्याङ्की कहाँ छ? पानी ट्याङ्की पानी ट्याङ्की त्यहाँ छ हाम्रो पानीको ट्याङ्की। बाटो यस्तो छ सडक। ल गयो हामी घाँस काट्ने। अब हामी यसरी यता जान्छौँ। हामी यता जान्छौँ। हाम्रो घर यो स्कुल हो। यहाँको काट्नु घाँस यहीँ काट्ने। ल अब हामी यहाँ गएर चाहिँ घाँस काट्छौँ है। यो मकै घाँस हो, हामी यहाँ घाँस काट्छौँ। थ्याङ्क यू।